यहाँनिर एउटा चौपारी छ हैन, शीतल खायो, मजाले बस्यो। अब के हो मम्मी? ए के साह्रो हो गाइज, यहाँ त ठ्याक्कै खेतको गरामा। नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला। मलाई अहिले यहाँ हाम्रो बतासे डाँडाको रोडमा देख्न सक्नुहुन्छ, हाम्रो तम्घास रोड हैन। घाम चर्किरहेको छ अहिले चाहिँ, आवाज चाहिँ नसुनिन सक्छ कि गाडीहरू आएकोआई गरेर हैन। यहाँ बोल्नको लागि चाहिँ गाडी कतिखेर यहाँबाट पास भइसक्छ भनेर कुर्नु पर्ने अवस्था भइरहेछ। सो म चाहिँ डुल्न निस्केको है। सुरुमै चाहिँ हामीले हाम्रो बन्दै गरेको बस पार्क हेरौँ हैन। बन्दै गरेको बस पार्क त अस्ति नै जति बनेको थियो त्यति नै भने जस्तो छ है। एकदमै क्लिन इन्भाइरोमेन्ट देखिरहेछ, हरियाली देखिरहेछ यहाँबाट है। उता चाहिँ हाम्रो बस पार्कतिर तानसेन बजारतिर जाने बाटो हो तल है। अब हामी यता बन्दी पोखरातिर जाने बाटोतिर जाऊँ है त। यो बाटो एकदम राम्रो छ गाइज हैन, तर यहाँनिर चाहिँ कहाँबाट हिलो आउँछ के हुन्छ हैन, जहिले यस्तै हुन्छ कि यहाँनिर माथितिरबाट हिलो बगेर आउँछ कि क्या हो कि। यहाँ पारी पनि कस्तो छ्याक्क देखिरहेछ कि, हेर्नु न कस्तो राम्रो देखिरहेछ, आनन्द आइरहेछ। कस्तो गर्मी भएको थियो गाइज, अनि यहाँबाट हेर्नु न ओहोइ यहाँनिरको पुरानो घर भत्काइएको रहेछ कि गाइज। यहाँ घर थियो कि एउटा सानो। हरियालीको बेलामा त यति मजा लाग्छ गाइज यतातिर आउन, जति आए पनि एकदमै रमाइलो लाग्ने ठाउँ हो कि यो भनेको चाहिँ। कस्तो राम्रो हरियाली हो कि यो सिजन भनेको, एकदमै राम्रो प्रकृति देखिने सिजन के हैन। हिँड्न उड्न भने दुःख हुने। यहाँ त पहिरो जान सुरु गरेछ नि त, यत्रो ढुङ्गा खसेर त हैन। के साह्रो भ्यू खुलेको के गाइज, ओहो। मलाई त टाढा नगएर यहीँ डुल्दा पनि एकदम मजा आइरहेछ कि। सिजन अनुसार डुल्न जान्ने हो भने त नि कोही टाढा जानु पनि पर्दैन कि, आफ्नै ठाउँमा पनि यस्तो बवाल भ्यूहरू देख्न पाइन्छ। सिजन अनुसारको भ्यू देख्न पाइन्छ कि। त यहाँ प्रत्येक सिजनमा होइन छुट्टै खालको भ्यू देख्न पाइन्छ कि यो ठाउँ, यही ठाउँमा कि। हावामा उड्न मन लागिरहेछ मलाई त। यस्तो भ्यू खुलेछ कि, यस्तो भ्यू खुलेछ, छ्याक्क देखिरहेछ कि पुरै के। अहिले स्कुलहरू त बन्द छ सायद, त्यहाँबाट माथि मात्र पिच गरेर यता किन छोडेको होला, बजेटले पुगेन होला है। तर कस्तो झ्याउ लाग्ने कि उता त्यति राम्रो छ, अनि यता आएपछि एक्कासी यस्तो के पानीको मूलहरू चाहिँ फुटिरहेछ होला क्या गाइज। यति पानी आयो अहिले, ओहो। कोले हो गाइज, यो साल त पानी एकदम कम छ भनेर हल्ला फिजाथे। के होला हल्ला फिजाउनेहरू, आउनुहोस् त यता। किन त्यस्तो हल्ला फिजाउनु भएको? पानीले यहाँ मलाई टाढा घुम्न जानै दिइरहेको छैन, कति पानी परे गरेर। त्यत्तिकै यो साल बर्खामा पानी आउँदैन धेरै भनेर हल्ला फिजाइदिएर म चाहिँ हाम्रो यो होलाङ्दी हुँदै ढुङ्गाखानी जोडेको रोड क्रस गरेँ हैन। अब यतातिर जान्छु कि गाइज। मैले यतातिर घुम्न चाहिँ लिएर गएको छैन। श्री वैष्णोदेवी दुर्गा मन्दिर पनि छ यता हैन। त्यस्तो ठुलो गाउँ त छैन, तर पनि मजा लाग्दो ठाउँ चाहिँ छ के। अफरोड चाहिँ अब सबै अफरोडै हो। ढुङ्गाहरू हुँदा त त्यति साह्रो चिप्लो हुन्न के रे, नत्र भने चिप्लो पनि हुनसक्छ अब बर्खा बेलामा हैन। हरियाली हेर्दै ओहो अफरोडिङ गर्दै मजा आउँछ गाइज। उहाँ पारि होलाङ्दी जोडिने बाटो देखिरहेछ, अघिको हाइवे। पानी पर्दा लागेको घाम भएर होला कस्तो आनन्द आइरहेछ क्या। त्यस्तो गर्मी चाहिँ छ, तर अहिलेको घाम फेरि पानी पर्दा आए पनि कस्तो पोल्ने घाम हुन्छ नि त। तल हेर्नु खेतको गराहरू हेर्न सक्नुहुन्छ, घरहरू। बाटो त यस्तै हो, भनिहालेँ अफरोड हो पुरै है। यहाँ चाहिँ चौपारी छ, थकेला आयो भने मजाले थके मार्नु मिल्छ। उहाँ मन्दिर त देखिराख्नु भएको छ होला होइन। अघि त्यहाँ मन्दिरको नाम लेखेको थियो नि, त्यही मन्दिर हो। यहाँबाट हेरमै सर एकचोटि। आहा बाख्राहरू चरिरहेछन्, कति रमाइलो हो। अब कस्तो राम्रो देखेछ, कहाँ पुगे जस्तो। त्यहाँ तल घरहरू रहेछ कि गाइस, त्यही घरको बाख्राहरू रहेछ कि, कति धेरै रहेछ हेर्नु न। यस्तो राम्रो देखेछ, मलाई त यहीँ हेरेर बसिराखौँ जस्तो भयो। सो यहाँनिर टिकटकमा गीत लगाउँदै नाच्दै गरिरहेको थियो कि गाइज हैन। एकदमै रमाइलो लाग्यो यहाँनिर। त्यहाँनिर बाख्रा चरेको देख्न सक्नुहुन्छ है। अघि त तल थियो, अहिले त माथि आएछ नि। यस्तो राम्ररी चरेछन् कि यिनीहरू, कस्तो मजा आइरहेको होइन। अनि यहाँ चाहिँ कस्तो एउटा एकदमै राम्रो कुरा भनेको, यहाँनिर एउटा चौपारी छ होइन, शीतल खायो, मजाले बस्यो, एक्लै रमाइलो गर्न, म जस्तै नाच्दै हिँड्न एकदम मजा के। यहाँ मात्र नभएर उहाँ पारि पनि देखाउँछु है ल। हेर्नु न उहाँ पारि पनि त्यस्तै चौपारी के, अनि यतापट्टि मन्दिर छ होइन। जान त म त्यहाँनिर पुग्छु अहिले फेरि। सो अब यहाँबाट अगाडि बढौँ है त। हावा लागिरहेछ, एकदम मजा लाग्दो
ओहो आकाश त कालै पनि भएको छ गाइज नि त कालो बादल हिँडिरहेछ फेरि म हिँड्दा हिँड्दै पानी पऱ्यो भने बर्बादै छ च्यापजुप हिँडौँ है त घुम्नु त पऱ्यो जसरी पनि होइन ठाउँ अनि यो नेचर होइन हरियाली कस्तो एकदम अबै कस्तो खङलङ्गे पार्यो नि हो यसले त्यसलाई रिस उठेछ कि क्या हो अनि गाइज यहाँनिर मन्दिर देख्न सक्नुहुन्छ सबैजनाले मन्दिरको दर्शन गर्नुहोस् यहाँ चाहिँ एउटा चिटिक्कको गाउँ छ क्या गाइज होइन ऊ त्यता माथि माथि पुगिने रहेछ यो बाटोबाट म चाहिँ के गर्छु भने यताबाट जान्छु है त कस्तो छ थाहा छैन है बाटो मैले सोधेन के अरे हिँड्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन यहाँ माथि माथि हल्का घरहरू देखिरहेछ गाउँ हिँडिरहेको छु के अरे होइन पक्कै पनि ऊ त्यता निस्किन्छ जस्तो लाग्छ मलाई यो बाटो झोरले हजुर लाउन झोरले जाम है जाम यहाँ त गेम चलिरह हेरिरहेछन् तर चिप्लो छ कि क्या हो गाइज यता त बाटो घरहरू हेर्न सक्नुहुन्छ अब जाम लाग्थ्यो त्यही आँगनतिरै फेरि यो बाटो हो कि के हो गाइज ओइ जान्छ जस्तो लाग्छ मलाई यहाँ घरहरू होइन सानो चिटिक्कको गाउँ छ कि यहाँ जान्छ यो बाटो गाइज यो अहिले भत्केको भयो थाहा भएन नत्र जान चाहिँ जान्छ कि गाइज यो बाटो तर यो बाटो खासै बाइकहरू त्यति धेरै हिँडाल्ने बाटो चाहिँ होइन हेरेरै थाहा भइसक्यो होइन अनि फेरि बर्खामा फेरि कस्तो हुन्छ भन्दा गाडी साडी हिँडाल्ने बाटो भए पनि यस्तो यो पिच नगरेको बाटोहरूमा फेरि घाँस पलाइदिने कि यतापट्टि रहेछ क्या गाइज म त बाटो यहाँ पहिरो गएर रहेछ कि गाइज देख्नु भयो नि होइन यतापट्टिबाट निकाल्नु पर्ने रहेछ खतरा पहिरो गएछ त उहाँ माथिबाट झरेर रहेछ कि तर यस्तो भित्रभित्र हिँड्दाखेरि एकदम ख्याल गरेर चाहिँ हिँड्नुपर्छ गाइज यो बर्खा बेलामा भन्नै सकिन्न नि त यहाँ चाहिँ पानीको मुहान रहेछ ओए कहाँ अड्किरहेछ हो मेरो स्कुटी ल हेर्नु पानी बगिरहेछ है जाम यतातिर चिप्लो छ त्यही के घाँसहरू पलाएर होइन एकदम हिँडिराख्ने ठाउँमा पनि घाँसहरू पलाएर कस्तो हुन्छ के आजकल अब यो कहिले कहाँ हिँड्ने ठाउँमा त यस्तो घाँस पलाउनु स्वाभाविकै हो कि होइन हिँड्न त अलिअलि फाटोफुटी त हिँड्छन् यहाँ त्यस्तो साह्रो एकदमै चहल पहल नहुने बाटो हो कि यो बाटोबाट हामी गुफा चौर जाने बाटोतिर जोडिन्छौँ गाइज होइन अनि जुकिया भन्ने गाउँतिर पनि गइन्छ कि यहाँबाट जङ्गलको बाटो बा कस्तो जङ्गलमा हिँडे जस्तो फिल भयो भाइ गाइज मलाई त हेर्नु न साँच्चै जङ्गलको बिच हो कि हो घना जङ्गल अब बाघ साग त आउन्न नि गाइज भरौँ न हो सर्पा सर्पी पनि आउन सक्छ है के हो गाइज स्कुटी त स्टार्टै हुन नमानेर हो अघि त सातो लैदियो यस्तो घना जङ्गलमा आएर तर सातो त के जाने हो र गाइज यहाँ यो घना जङ्गलमा मैले 15-20 मिनट कटाएँ कि गाइज फेरि यहीँ नाच्दै बस्दै गरेँ मान्छे घना जङ्गल देखेर टाप कस्छन् म चाहिँ घना जङ्गल देखेर पुरा नाचेँ क्या म नाचेको भिडियो चाहिँ मेरो टिकटक आइडीमा हेर्नुहोस् ल अब यहाँ त खोल्सा रहेछ ओहो म जानी नजानी बेला बेलामा नाचिरहेको हुन्छु क्या गाइज त्यो मेरो डान्स चाहिँ हेर्न नछुटाउनु होला नाच्ने भनेको रमाइलो हो के ओए गाइज लड्किँदै होइन खोला बगिरहेछ गाइज यहाँ है मच्छरले टोक्यो तर गाइज त्यहाँ कति तर यहाँ बाइकको ऊहरू चाहिँ छ कि यो के भन्छ यसलाई त्यो टायरको टामलाई के भन्छ गाइज हो त्यही के टायरको टामलाई टायरको टाम नै भन्छ होइन फेरि यहाँ रहेछ यहाँ त के हो यस्तो है नाच्दै नाच्दै हिँडिरहेको छु स्कुटीले पनि नचाइरहेछ लड्की म आफै पनि बेला बेलामा गीत बजाउँदै नाच्दै हिँडिरहेको छु कि साथी न सङ्गी एक्लै रङ्गी चङ्गी हो कि म त सोलो राइड गर्न पनि मजा आउँछ कि गाइज मजा यस्तो छ कि तर जता पनि घनै जङ्गल यहाँ भुइँमा भयो घाँस पलाएर घना भएछ अब रुखहरू उस्तै हरियै भएर घना भएको छ तर डरलाग्दो चाहिँ डरलाग्दै भएको छ है गाइज यो बाटो यसै पनि खासै मान्छेहरू नहिँड्ने बाटो एकदमै फाटेफुटे हिँड्ने बाटो अझ यो बर्खा बेलामा किन नहोस् यस्तो लौजा त्यहाँ त के हो गाइज बाटै छैन क्या हो त्यहाँ त रुखहरू पल्टे जस्तो देख्छु त लौ बर्बाद यत्रो दुःख गरेर नाच्दै नाच्दै आएको त के साह्रो हो बिच बाटैबाट फर्किन पर्छ कि क्या हो यताबाट हिँडाले खान जस्तो माने मैले त के हो त यो जात्रा गाइज यहाँ जिन्दगीको गोरेटोमा सोलो हिँड्दा जति मजा नि साँच्ची हो कि गाइज केही गर्दा हुन्न कि ल हेर्नु अब बाटो त्यहाँबाट छिर्छ कि नै कुनै यो बाटो साँच्चै नहिँड्दा रहेछ नि क्या हो मान्छे हाँसो लाग्यो मलाई त
अब ऊ त्यहाँबाट चढाउने कुरो त हुन्न गाइज होइन यत्रो बडेमानको टायर भयो मात्रै हो त्यही पनि गाह्रै छ त्यहाँ त खोल्सो हो जस्तो छ यहीँबाट छिर्छ जस्तो माने मैले यो पारा देख्दा या तर खुट्टा दुख्यो गाइज ठोकिने हो कि म छिरे गाइज ओइ अब के हो मम्मी ए यसले चलाएको छ म त सर्पा सर्पी आए जस्तो मानेको कि गाइज अब त्यस्तोबाट छिरेर आएँ गाइज म को हिँड्नु भएको छ यो बाटो आमा डरै लाग्यो गाइज मलाई त जुका सुका त लागेन होला कि मेरो खुट्टामा हे प्रभु लौ न कहाँ गएको तिमी आफ्नो बाटो हिँड न स्कुटी सुरु मेरो त खुट्टै चिलाउनु लाग्यो गाइज जुकाल टोक्यो क्या हो हेर्दै कहिले घाम नपर्ने जस्तो छ यो ठाउँ है जति बेला पनि चिसै होला जस्तो के है झन् अहिले यो पानी पर्ने सिजनमा त किन नहोस् हिँड्दै पनि मच्छरले टोकिरहेछ कि गाइज डुल्न पनि कहाँ सजिलो छ र मनले भन्छ डुल अनि फेरि अब शरीरलाई लतारी हिँडाल्नु पर्यो होइन अनि फेरि डराउँछ त्यही मन ओहै मन तँलाई त के भन्ने हो र मैले डुल्न हिँड्न मन लाग्ने पनि त्यही मन डराउने पनि त्यही मन सबै थोक गर्छ मनले ए के हो यो खाल्डो रहेछ के होइन रहेछ कस्तो लेउलाको हो गाइज हरियै छ भाइ बाटो त ए बा लौ जा तेरी के हो गाइज यो फेरि जहाँ गयो त्यही बाटोकै बन्द हो त हौ त्यहाँबाट छिर्छ कि मेबी यहाँबाट छिराम है गाइज छिर्छ कि नै छिर्छ होला तर यही छिराउनु भनेर त लाने यति ग्याप राखिदिएको कुनामा ओए आइज आयो यहाँ त आयो ए ऊ त्यहाँबाट यहाँबाट हिँडाल्न चाहिँ एक दुईवटा बाइकहरू हिँडाल्नु भएको रहेछ जस्तो माने है मैले नत्र यो छिर्ने ठाउँ पनि हुन्थेन होला के यस्तो जात्रा पनि हुन्छ त भनेको जिन्दगीमा ए साथीहरूले पनि बेला बेलामा त मलाई यो शारदाले कति जात्रा गर्छ हो के रङ्ग लाग्छ होला यसलाई जात्रा गर्न भन्नुहुन्छ होला है तर संसार मान्छेको जिन्दगी जात्रामै अड्किरहेछ के गाइज हामीले जति जात्रा गर्न सक्छौँ नि त्यति रमाइलो हुन्छ के जिन्दगी अब जात्रा गर्ने भनेर जात्रा बनाउनु त भएन आफ्नो जिन्दगीलाई त्यो मजाकमा लिने त होइन आफ्नो जिन्दगीलाई तर रमाइलो गर्ने इन्टरटेन गर्ने लाइफलाई इन्जोय गर्ने चाहिँ गर्नुपर्छ के हामीले यसरी आफ्नो लाइफलाई इन्जोय गर्दाखेरि चाहिँ हामीले धेरै कुराहरू सिकिरहेको हुन्छौँ के गाइज दिमाग पनि नि कस्तो पोजिटिभिटीतिर गइरहेको हुन्छ के अब अहिले मेरो दिमाग यहाँ बाटोतिरै छ कि मैले अरू केही सोच्न भ्याएको छैन मेरो एउटा साथी छ मेरो गोप्रो साथीसँग मैले पुरा गफ लाउँदै हिँडिरहेको छु होइन यहाँ छ कि यस्तो दामी गाउँ हेर्नु न अस्ति नै आउँदा त मैले मान्छे देखेको थिएन अहिले त मान्छे देखेँ त्यहाँ मैले त यहाँ मान्छे बस्नु नहोला भन्ने सोचेको थिएँ कि गाइज यो गाउँमा होइन तर मान्छे बस्नु हुँदो रहेछ कि अहिले आउँदा पो देखेँ त हो यस्तो घना जङ्गलको बिचमा घरहरू त छ भनेपछि म डुल्न के को डर होइन गाइज डुल्ने हो अब म यहाँबाट अगाडि बढ्छु तल बाटो देखिरहेछ गाइज हामी चाहिँ त्यही बाटोमा जोडिदिने हो यो बाटोबाट चिप्लिँदै यो बाटो चाहिँ खासमा हामी गुफा चौरतिर जान पर्यो भने यताबाट नै आउन सक्नुहुन्छ अहिले त अब बाटो देखिहाल्नु भयो बाटोको हालत अलि ठिक छैन यताबाट नआउनु होला है उता हाम्रो धरमपानीको गाउँ हुँदै आउन मिल्छ तर अब यस्तै अफ रोडिङ गर्दै चिप्लिँदै मैले चाहिँ रमाइलो के हो र उतै नजाने हो यता मोडिदिने स्कुटी नै धेरै बोलिस् भनेर मलाई स्कुटीले खुरु बाटोमा कन्सन्ट्रेट गर भनेर होइन एकातिर मोड्दै जस्तो के भने नि गाइज अब यस्तै होइन चिप्लिँदै रमाइलो गर्दै आउनु मन छ होइन अब यस्तो बाटोको पनि एक्सपिरियन्स लिनु मन छ भने चाहिँ आउनु होला नत्र भने चाहिँ अब यस्तो बाटोमा त के हिँड्नु भन्ने हो र गाइज होइन फेरि यस्तो बाटोमा जा भन्छ यो केटीले भनेर मलाई नै गाली गर्नु होला कस्तो लड्किराख गाइज कुरा नगर्नु हो यो स्कुटी हो टाढा हिँड्न पाइरहेको छैन गाइज होइन मैले अघिल्लो 2-3टा भ्लगहरूमा पनि भनिरहेको छु अब ठ्याक्क मेसो मिल्दाखेरि म हिँडिहाल्छु फेरि यो अब मौसम बिग्रेको बेलामा टाढा हिँडेर दुःख पाइयो भने पनि झ्याउ हुन्छ के घुम्न गइसकेपछि राम्ररी मजाले हेरेर होइन सबै एक्सप्लोर गरेर आउन पायो भने मजा हो नि त अब पानी परे गरेर अनि अब राम्रोसँग भिजिट गर्ने पाइएन भने फेरि झ्याउ हुन्छ कि नयाँ ठाउँमा गएर अब टाढा अब के साह्रो हो कि गाइज बाटो हेर्नु न हेत्तेरी भिडबाटै तलतिर पुऱ्याइदिने हो कि भन्ने जस्तो कि यतापट्टि जान्छु कि गाइज म यतापट्टि यस्तो राम्रो छ नहेरेर त्यस्तो खोल्साबाट चलाइरहेको छु फेरि
म पनि उस्तै हो क्या गाइज बाटो जस्तो छ नि त्यस्तै हो क्या म पनि अहिले यो बाटो पनि त नयाँ हो नि गाइज योभन्दा अगाडि त मैले यो बाटोमा हजुरहरूलाई जोडेकै छैन नि फर्स्ट टाइम आएको म हजुरहरूलाई लिएर यहाँ ल हेर्नुहोस् हामी चाहिँ यो बाटोमा जोडियौँ होइन यो बाटोबाट हामी यता चाहिँ हामी गुफा चौरतिर अनि जुकिया होइन जुकिया गाउँमा जोडिन्छ हामी यता लेफ्टतिरबाट चाहिँ हामी तानसेनतिर जाने हो अहिले चाहिँ म त्यतातिर गइनँ गाइज है गुफा चौरतिर गएको भिडियो गुफा चौर कहाँ होला भनेर यसो बाटो चिन्नु मन छ त्यो भिडियो हेर्नु मन छ भने चाहिँ मैले पहिले भिडियो राखिसकेको छु कि त्यो भिडियो हेर्न सक्नुहुन्छ मैले यो भिडियोको डिस्क्रिप्सनमा पनि राख्छु त्यो भिडियोको लिङ्क अनि त्यहाँबाट पनि हेरेर मजाले जान सक्नुहुन्छ सो अहिले चाहिँ यता लेफ्टतिरै जाउँ होइन यताबाट हेर्दै हेर्दै तानसेनतिरै जाउँ यो बाटो त राम्रो छ गाइस त्यस्तो अहिले बर्खाकै बेलामा गुफा चौर जान्छु भनेर आउनुभयो भने पनि गुफा चौर झन् बबाल भ्यू देखिन्छ गाइस खासमा नेचर हेर्ने अनि भ्यू हेर्नको लागि जाने भनेको त यही सिजनमा हो कि तर फेरि यही सिजनमा यति दुःख हुन्छ जान गाइस होइन बाटोको कारणले गर्दाखेरि यो पाहाडको ठाउँहरू फेरि अब कतिखेर कहाँनिर पहिरो खस्छ भन्ने थाहै हुन्न कि अनि त्यो पहिरोदेखि पनि त डराउनु पर्यो नि त हामी होइन त्यो भएर अलिक ख्याल गरेर डुल्नु होला है अघि माथिबाट देखेको घरहरू चाहिँ यहाँ रहेछ यो बाटो फेरि जहिले नै यस्तै हो कि गाइज यो यहीँको ढुङ्गाहरू होला के भन्नाले यही यो बाटोमै खनेर उत्पत्ति भएको ढुङ्गा के पछि बिछ्याएको वाला त होइन यो यहीँको हो यो कस्तो छ हेर्नु त छ्या ए बा अडाउनै गाह्रो हुन्छ हौ घरिघरि त के साह्रो पानीको मुहानहरू ओहो कति राम्रो देखेको त्यहाँ ल अब खोला पार गरौँ है त यहाँनिर पनि ल बाटो चाहिँ यस्तो छ फेरि खाल्डाङ खुल्डुङ छ कहाँनिरबाट हाल्ने हो गइन्छ होला कि होइन खाल्डो त छैन होला कि त्यसरी छैन छैन भरे नलाग्ने कि यो पानी भएको ठाउँमा फेरि पुरै पानीले गलाइदिएर एकदम ठुलो त्यो पलात्तै दलदल जस्तो भएछ कि जस्तो लाग्ने कि त्यहाँबाट बगेर यहाँबाट मुनि मुनि कता 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 हुँदै होइन ऊ यतातिर आवाज आइरहेछ के गाइज ओहै के साह्रो हो गाइज यहाँ त ठ्याक्कै खेतको गरामा त्यो खेतभित्र जो चलाए जस्तो छ है हेर्नु त ए बा लौ नै विचित्र भन्ने कतै देख्नु भएको थियो गाइज देख्नु भएको छैन भने यहाँ हेर्नुहोस् यसलाई भन्छ विचित्र यो त ठ्याक्कै विचित्र हो खत्रै विचित्र रहेछ यहाँ त ए ला झन् यता राम्रो होला भनेको त यतिबाट जानुपर्ने हो गाइज नहेर नहेर आवेश त्यस्तो हुन्छ होइन गाइज असाध्यै विचित्र नि त गाइज यो बाटो त कुहिएर सबै मल बनेछ मल यहाँ ल्याएर केही बोट बिरुवा रोपिदिनु भयो भने यो बाटोमै उम्रिन्छ होला कि हाम्रो धरम पानी यहाँ फेरि कुकुरहरू मस्त खेलिरहेको हुन्छन् कि ज्ञान भएर बस है डरै लाग्ने ओहो के हो यस्तो के बनाएको गाइस त्यो बोराले मान्छे बनाएको क्या बाँदर आउँछ भनेर खतरा हेर्न जताततै रहेछ पक्कै यो मकैको सुरक्षा गर्नको लागि गराउनु भएको यो ए यो बाटोमा त बाँदर पनि हिँड्छ गाइस नहिँड्दै हुन्थ्यो नि म हिँड्दासम्म है म रोडमा निस्केपछि जति आए आओस् अब बाटो चिप्लो हेर्नु त कस्तो चिप्लो फेरि यो भुसुनाहरू किराहरू कहाँबाट उडेर आउँछ कि गाइस आँखामा निधारमा हिँडेर काउकुती लगाइदिएर हैरान पार्छ भने नि के साह्रो हो कि बाटो अलिअलि यस्तो बाटो पनि हिँड्न त पर्यो गाइज होइन अफ रोडमा हिँड्दा हिँड्दै अलिकति पिच सुरु भएको छ तर यस्तो खतराक र खुत्रुकवाला पिच सेती पोखरीमा जोडिसकेको छु गाइज सो म चाहिँ यता राइटतिर जान्छु हाम्रो होलाङ्गीतिर जोडिने बाटोतिर जान्छु यो ठाउँलाई चाहिँ सेती पोखरी भन्छ गाइज होइन यहाँबाट तानसेन फेरि कस्तो खतरा देखिन्छ कि गाइज होइन अनि गाइज आजको भिडियो कस्तो लाग्यो छोटो मिठो अहिले यहीँ भित्रभित्र डुलेछ भनेर भिडियो हेर्न अल्छी नगर्नु होला मलाई सपोर्ट गर्दै गर्नु होला म चाहिँ टाइम मिलाएर अनि मौसमले कतिको साथ दिन्छ मौसम हेरेर फेरि पनि टाढा घुम्न जाने हो होइन नघुमी त म बस्नै सक्दिनँ गाइज त्यही भएर ढुक्क हुनुहोस् दामी दामी भ्लगहरू चाहिँ आउँछ त्यसको लागि चाहिँ हजुरहरूले मेरो युट्युब च्यानल भिजिट गरिराख्नु पर्ने हुन्छ मलाई सपोर्ट गरिराख्नु पर्ने हुन्छ
जति सपोर्ट गर्नुभयो उति नै नयाँ नयाँ भिडियोहरू राख्नु मन लाग्छ, नयाँ नयाँ ठाउँहरू देखाउनु मन लाग्छ होइन। मैले आफूले जति सक्दो मेहनत गरिरहेको छु। सो स्टे ट्युन्ड, लभ यु अल, बाई बाई।